हेलो गाइस, आज त हामी जयपुर पोखरी जाँदैछौँ। इटालीदेखि रिबिन काट्नु हेर्नु सक्नुहुन्छ। अहिले चाहिँ धराएर आइपुग्यौँ। घन्टा घर आइपुग्यौँ। हजुरहरूलाई स्वागत छ हाम्रो होटल फावेनिनको गाडीमा। तपाईँहरूलाई पनि स्वागत छ हाम्रो होटल फावेनिनको गाडीमा। उहाँहरू चाहिँ अघि आइसक्नु भएको। यहाँ छ कोही? यहाँ अब मान्छे आउँछ, त्यहाँ बस्नु न। हुन्छ तपाईँ बस्नु। ल म बस्दैछु। ए पल्लोमा हो त्यहाँ बस्नु। म यही बस्छु ल। यताबाट यता किनको त्यता बस्छ। अहिले मलाई पछाडि त गाडीले मान्छ। उहाँहरू यहाँ बस्नुभयो। उहाँ पनि राजदाइ पनि आउनुभयो। के गर्नु? बोजू किन त्यो हेर्नु त। लुडो तपाईकै हो? अनि ठिक छैन? खै हेरेकै छैन। हेर्नु त। ल अब उहाँ चाहिँ क्यामेरा हेर्दै हुनुहुन्छ। ड्रोन ल्याउनु भएको छ? ड्रोन पनि चाहिँ अघि गीत गाउँदै हुन्थ्यो मिलेर, अहिले चाहिँ बाँच्दै हुनुहुन्छ। अहिले चाहिँ मिलेर बाजेहरू गीत गाउनुहुन्छ, फेरि एकछिनमा बाँच्नुहुन्छ बाजेहरू। हेर्नु सक्नुहुन्छ। अब चाहिँ हामी फेरि टाढा आइपुग्नु आँट्यौँ। घरको गेट भयो। हेर्नु सक्नुहुन्छ। हेर्नु सक्नुहुन्छ। यो चाहिँ हाम्रो धनकुटाको भ्यू हो। अब चाहिँ हामी हिलेमा भात खानु उत्रेको छौँ। उहाँहरू चाहिँ ओर्लिनु भात। भोक लागेन तपाईँलाई? निस्किनु है। बाजे त डन पल्टिनु भएर निस्किहाल्नु भयो। अघि नै बाजेले सिकाउँदै हुन्थ्यो बोजूहरूलाई। अब हामी के गर्ने? यहाँ अब खाजा खाने, खाना खाने साथीलाई ल यहाँको बहिनीहरू कहाँ गयो? पहिला गए? ए हो र? सल्लाह सहित गएछन् हो। यो बहिनी मात्र रहेछ। के खाना? मासु? सिजन आन्टी खाना के खाने? नखाने? उता चाहिँ के भयो? हजुर यही हामी चाहिँ हिलेमा अब खाना खानु। हाम्रो नयाँ क्यामेराम्यान यहाँ चाहिँ दिदी हुनुहुन्छ। यहाँ बोजू खाजा हाम्रो बाजे डन। तपाईँले ल्याइहाल्नुहुन्छ नि भाउजू। के काफल आहा कस्तो मिठो। एउटा मात्रै बा। के गर्नुभएको? ऐसेलु खाएको यहाँ। आज ऐसेलु पनि भेटाइयो। कस्तो छ ऐसेलु? मिठो। बाजे चाहिँ नखानु नि? ऐसेलु त थुप्रै खाएको छु। अघि नै खाएँ, यति खाएको। यो बोजूको भाग हो। यो चाहिँ बोजूको भाग। ए यो बोजूको भाग। कसैलाई नदिने, म मात्रै खाने। बोजूको भाग। ल बोजूको भाग। मिठो। अब यता सबैले खै सेवा हो। बाजे चाहिँ एक्सर्साइज गर्दै हुन्छ खाना खाएपछि। ल अब हाम्रो बाजे पनि गर्नुहुन्छ अरे पुसअप। ल ल 2 3 4 ल 4 चोटि गर्नुभयो बाजेले। ल अब हाम्रो डन बाजेले गर्दै हुनुहुन्छ। कतिचोटि सक्नुहुन्छ? बाजे त मोटो हुनुहुन्छ, उचाल्नु सक्नु हुँदैन। ओ एक बाजेले चाहिँ एकचोटि मात्र सक्नुभयो। टिकटक बनाउनु छ।
अब चाहिँ हामी जाँदैछौँ हिलेदेखि पोखरी पुग्ने बेलामा यता त अहिले हामी अब हिलेमा फेरि यहाँ फोटो खिच्नु टिकटक के गर्दैछौँ हामी भन्नु त ओइ केही भन्नु छ तिमीलाई यता हाम्रो बोजूहरू छ निन्द्राले हेलो गाइस अब त्यो माथिको चाहिँ चैनपुरको भ्यू हो गाइस अब चाहिँ हामी जान आँटेको रातो प्राइभेट प्लेट पाइएन हजुर कहाँदेखि आउनु कति भाडा तिर्नुभयो त गाडी हो साउजीको तपाईँको फोटो यहाँ छ होटलको नाममा छ सर यहाँ के अरे 1000 त लाउँछौँ नि त हामी हजुर धेरै त लगाइसक्यौँ यहाँ पनि पोखरीमा साली बनाउँदैछ चौतारा फलाइन्छ होइन यो रातो प्लेटमा चाहिँ मान्छे बोक्न मिल्दैन है परिवार त परिवार त कार किन्छ होइन र इभी नै किन्छ र भने इभी नै किन्यो भने इभीको कारै किन्छ होला नि त हजुर तपाईँलाई कि यो हामीले इभीमा चाहिँ होटेलको गाडीमा त मान्छे नै चढाउनु पाउँदैन कस्तो के चढाउनु होटलमा दर्ता भएको छैन हेर्नु न त्यहाँ ब्लू बुक हेर्नु न होटलको त फेरि अर्कै हुन्छ नि प्लेटको कलरै अर्कै हुन्छ होइन तपाईँको हरियो प्लेट हो नि होटलमै दर्ता हो तपाईँले निजी उसमा दर्ता गर्नुभएको छ पर्यो के त लाग्यो निजी के भन्नुभएको छ के लेखेको छ अब यो होटल व्यवसाय हुनु पर्यो नि त होइन पर्यो के को लागि निजी आफ्नो तरिकाले सिक्नु पायो नि त परिवारहरू त बोक्नु पाइयो परिवार साथीभाइ तपाईँलाई पनि चढाउने साथीभाइ फ्री पनि बोक्नुहुन्छ साथीभाइ यार तपाईँलाई यत्रो 45 लाख लगानी गरेर साथीभाइ बोकिदिनुहुन्छ तपाईँलाई पनि लान्छु बस्नु फ्रीमा मलाई त लग्नुहुन्छ होला त्यही त 45-46 लाख खर्च गरेर अनि साथीभाइ बोकिदिन्छ होइन यस्तो कालो प्लेट बनाउनुहोस् भन्नु खोजेको मात्र है त हजुर बुझ्नुभयो रातो प्लेटमा चाहिँ मान्छे बोक्न पाइँदैन मान्छे होइन हौ सर हाम्रो आफन्त हो मम्मी हो अङ्कल आन्टी हो मैले उहाँलाई दिएँ हुन्छ ल धन्यवाद मलाई खिच्यो फोटो राम्रो खिचेको राई भन्नु आयो त
अब हामी चाहिँ गयौँ चाँदपुरबाट भ्यू हो होइन पोखरीको भ्यू त्यो पोखरीमा आइपुग्यौँ मैले त राम्रो चिन्न सकिएन त उँधोबाट भर्खर आउँदै गर्नु भयो हाम्रो लोकेको भाइ काम नलाग्ने मान्छे मलाई भिडियो क्यामेराम्यान बनाएर भिडियो नबनाए के बनाउने त होइन उहाँलाई चाहिँ उहाँ दादाले ओह्राल्दै हुनुहुन्छ भयो उहाँ पनि ओर्लिनु भयो ए म त को भनेर त कहिले उँधोबाट आएको लु डन बाजे जान्छ बाजे चाहिँ निस्किनु भयो डन बोजू पनि निस्किनु भयो लु बाजे नभए ठ्याक्ठ्याक गरेर लैजाउँ लु डन बाजे कस्तो भयो त एकदम दामी भयो अहिलेसम्म त आफ्नै हो त नि अन्त सबै होइन त्यसै नै हो नि यहाँको होला नि यता खै कोनी अब बाबै कता हुन्छ खै म खाउँ मेरो सँग हुन्छ त मेरो यहाँ बाजे बोजूको यो बनाउनु भएकोमा जाँदैछ गाडी चाहिँ यहाँ छ डन यो भूमिरफमा चाहिँ बाजे चाहिँ अघिदेखि हाँसेको हाँसी हुन्छ त्यहाँ काँक्रा यो गरेर बोक्दै हुन्छ दुईजना हाँस्दै बोक्दै हुन्छ कान्छी बोजू पनि पर कान्छी बोजू उता बाजा आउने हुन्छ हामी चाहिँ यहीँ आएको थियौँ यहीँ आएको हो बोजू र बाजेको होइन यहाँ चाहिँ यस्तै राखेको भनेको चुम्लुङले गर्नुपर्छ यसको स्टोरी त यो वरिपरिले मात्रै अड्दो रहेछ यो जग्गा बाबुले फ्रीमा दिएको हो कि आमाले त के ढुङ्ग्री बुलाकी लाउने बनाइदिउँ भनेको बनाएन नि त बनिँदैन यो अस्पतालमा खिचेको फोटो थिएन नि त ढुङ्ग्री बुलाकी लाएकै फोटो त्यो त उनीहरूले फोटो हेरेर होइन यो मात्रै थियो कि ढुङ्ग्री बुलाकी लाएकै थिएन नि त बेला खिचेको मात्रै थियो फोटै थिएन नि त त्यो भए पनि आमाको ठिकै गर्नुभयो कापोबेलन कुम्पु मेबुक्सन कुम्पु चाहिँ खाङ्पे पा ताक्पे पा जोक नुक पाबेन गो कुम्पु अरे लिङबारा कुम्पु ताक्पे पाबेन गो अझै यसै त गएको छ नि त हैन ए चाहिँ पबुक्छ कि यो कापोबेन आरु यस्तै थियो
जस्तो छ त्यस्तै पो उतार्नु कुम्बोजी ताकपेपा जिजो यस्तो फर्केको थियो यस्तो यसो अहिले उता उसको नातिनी यस्तो फर्केको छ नि हाम्रो ओ त्यही एबिग लबन बा लिक बारे भन्नुहुन्छ के नाकपेपा यस्तो थियो लिक बारे पनि एबिग लब मेनु ने बात बाबा यस्तो माथि फर्केको थियो मा किन दियो ठिकै छ अब भोलि यहाँ बसेर खानुपर्ने ए यहाँ हाम्रो बाजेले यताकै गर्नु यो यो मुनि त पुगेन एन शालिकले लागि प्रक्रिया थियो रे ल्याउ सामान लिएर आउनु नाम के पर्यो बाबा सामान